कहिलेकाहीँ यस्तो लाग्दैन, जीवनमा जति नै पूजापाठ गरे पनि सधैँ दुःखले नै घेरे जस्तो लाग्छ। बिहान बेलुका जति नै भगवानलाई सम्झे पनि दुःख वरिपरि छ जस्तो लाग्छ। हाम्रो पुकार भगवानदेखि पुगे जस्तो नै लाग्दैन। जति नै भगवानलाई पूजा गरे पनि के नै हुने रहेछ र भन्ने एउटा मनमा कहीँ न कहीँ शङ्का आउँछ, हैन? हरे कृष्ण साथीहरू, सन्चै हुनुहुन्छ? र म शारदा गैरे हजुरहरूको माझमा। हजुरहरूलाई म यसै विषयमा लिएर आज एउटा प्रसङ्ग सुनाउन गइरहेको छु। एकजना यस्तै व्यक्ति हुनुहुन्थ्यो, हैन? उहाँले चाहिँ सधैँभरि आफ्नो वरिपरि गाउँको घरको वरिपरि चाहिँ कुकुरका साना साना बच्चाहरू रहेछन्, हैन? ती बच्चाहरूको लागि कामबाट फर्कने क्रममा सधैँ बिस्कुट ल्याएर दिनुहुन्थ्यो। र ती कुकुरका बच्चाहरूलाई पनि एउटा बिस्कुटको आश हुन्थ्यो। जब त्यो मान्छे घरमा फर्किन्थ्यो, यो मान्छेले हाम्रो लागि बिस्कुट लिएर आएको छ भनेर उसको वरिपरि झम्टिन्थे। अनि त्यो बिस्कुट खाएपछि शान्त हुन्थे, खुसी हुन्थे। एक दिन यस्तै के भयो भन्दाखेरि चाहिँ उसलाई एक दिन धेरै काम भयो। धेरै कामको व्यस्तताले गर्दाखेरि, हैन? अनि उनले बिस्कुट किन्न भ्याएनन्। उनी कामबाट बाहिर निस्किँदाखेरि धेरै राति भइसकेको थियो र वरिपरिका सबै दोकानहरू बन्द भइसकेका थिए। त्यसैले उनलाई बिस्कुट किन्ने टाइम पनि मिलेन र बिस्कुट किन्नको लागि दोकानहरू खुल्ला पनि थिएनन्। अनि उनी त्यो दिन चाहिँ रित्तै घर फर्किए। फर्किँदाखेरि सधैँ चाहिँ त्यो दिन पनि ती कुकुरका बच्चाहरूले उनलाई घेरे बिस्कुटको लागि। सधैँ यो मान्छेले बिस्कुट ल्याएर खुवाउँछ, आज पनि पक्कै यो मान्छेले बिस्कुट लिएर आएको छ हाम्रो लागि भनेर घेर्छन्, हैन? घेर्दाखेरि तर त्यो दिन उसँग बिस्कुट थिएन। बच्चाहरूले, ती कुकुरका बच्चाहरूले वरिपरि घेरेर उसलाई सुमसुमाएको देख्दाखेरि कतै न कतै नराम्रो पनि लागिरहेको थियो र आफ्नो मनलाई सम्झाउनु पनि पर्यो, मैले सधैँ यिनीहरूको लागि बिस्कुट ल्याएर खुवाएकै छु, आज एक दिन नल्याउँदैमा के भयो त? म भोलि यिनीहरूको लागि आजको सट्टा पनि डबल लिएर आउँछु नि त भनेर ती बच्चाहरूलाई यसो सुमसुमाए जस्तो गरेर आफ्नो रुममा जान्छन्। तर ती कुकुरका बच्चाहरू त्यहाँबाट कहीँ गएनन्। उनीहरूलाई यो आश भइरह्यो कि यो मान्छे भित्र जान्छ, फेरि बिस्कुट ल्याउँछ अनि हामीलाई दिन्छ भनेर बाहिरै कुरिराखे। त्यो दृश्य देख्दाखेरि उनलाई कहीँ न कहीँ अति नै नराम्रो लाग्यो। अनि त्यति बेला चाहिँ दीपावलीको अवसर परेको थियो र उनको कोही एउटा साथीले चाहिँ उनको लागि एउटा एकदमै राम्रो महँगो बिस्कुट ल्याएर एउटा उपहार दिएका थिए र उनलाई यो कुरा अचानक याद आउँछ र उनले त्यो बिस्कुट खोज्छन्। खोज्दाखेरि त्यो बिस्कुट भेटिन्छ र बिस्कुट धेरै थिएन, 7-8 वटा थियो। अनि त्यो बिस्कुट अति नै महँगो खाले पनि थियो, राम्रो क्वालिटीको थियो। अनि उनले सोचे केही भएन, कमसेकम तिनीहरूले त खान्छन् भनेर त्यो बिस्कुट लिएर उनी बाहिर निस्किन्छन्। बाहिर निस्किँदाखेरि त्यहाँ कुकुरका ती बच्चाहरू थिएनन्, सबै गइसकेका रहेछन् र एउटा कुनामा चाहिँ एउटा बच्चा चाहिँ रहेछ त्यहाँ। त्यो बच्चाले चाहिँ उनलाई देखेर फेरि आउँछ अनि उनले त्यो 6-7 वटा बिस्कुटको जुन पिस थियो नि सबै त्यही एउटा कुकुरको बच्चालाई खिलाइदिन्छन्। हो, जसरी त्यो एउटा कुकुरको बच्चालाई विश्वास थियो, हैन यो मान्छे पक्कै आउँछ, भित्रबाट बिस्कुट लिएर आउँछ भन्ने एउटा विश्वास थियो। त्यो विश्वासले गर्दाखेरि त्यो बच्चाले चाहिँ बाहिर कुरेर बसेको थियो कि अरू चाहिँ के भयो, एकैछिन हेरे, हैन, फर्केर आएन, अब यो आउँदैन भन्ने भयो, विश्वास भएन, हैन? त्यसपछि उनीहरू गए। तर एउटालाई चाहिँ एकदमै विश्वास थियो, हैन यो मान्छे पक्कै बिस्कुट लिएर आउँछ, म चाहिँ यहाँ ढोका लिएर कुरेर बस्छु भनेर कुरेर बसिरहन्छ र अन्तिममा त्यो मान्छे आउँछ पनि र उसको लागि बिस्कुट दिन्छ, उसले खान्छ अनि ऊ खुसी भएर जान्छ। त्यस्तै हाम्रो जीवनमा पनि त्यस्तै हो। भगवानले हामीलाई कति धेरै चिजहरू दिनुहुन्छ, कति धेरै खुसीहरू दिनुहुन्छ, हैन? तर हामीले कहिले भगवानलाई त्यो खुसीको लागि, हामीले पाएका चिजको लागि कहिले धन्यवाद भनेका छौँ? कहिले बिहान उठेर भगवान हजुरले मलाई यो चिज दिनुभयो, हजुरलाई धेरै धेरै धन्यवाद भनेर भन्छौँ? कहिले भन्दैनौँ। जब सानो दुःख आउँछ नि अनि त्यसपछि के भन्छौँ, मैले यत्रो पूजापाठ गरेको यही हो, भगवानले दिएको यही हो, मेरो पूजापाठको मलाई पूजापाठको हैन फल दिएको यही हो भनेर भगवानले दिएका त्यत्रा धेरै कुराहरू हामी कहिले देख्दैनौँ। तर एउटा सानो दुःख आयो भने त्यही देख्छौँ अनि पूजापाठ गर्न छोडिदिन्छौँ। भगवानप्रति विश्वास हराए जस्तो हुन्छ, कहीँ न कहीँ शङ्का उत्पन्न भए जस्तो हुन्छ। त्यसैले जसरी त्यो एउटा कुकुरको बच्चाले विश्वास गरेर बाहिर कुरेर बसेको थियो नि र उसको माथि विश्वासघात भएन, किनकि कहीँ न कहीँबाट बिस्कुटको इन्तजाम त्यो मान्छेले गरेर लिएर आयो नि, त्यस्तै भगवानले पनि हाम्रो लागि के गर्नुहुन्छ? भगवानले पनि हामीलाई हाम्रो विश्वास टुट्न दिनुहुन्न। एकैछिन दुःख आए जस्तो फिल हुन्छ। यदि हामीले परमात्मासँग, भगवानसँग हाम्रो विश्वास छ, गाढा छ भने उहाँले
हामीलाई अवश्य पनि सहयोग गर्नुहुन्छ। एकैछिन दुःख आए पनि त्यो दुःख लामो समयसम्म टिक्दैन, केही छिनमै हराएर जान्छ। त्यसैले आफ्नो विश्वासलाई बनाइराख्नुहोस्, भगवानसँग आस्था बचाइराख्नुहोस् हैन। आफ्नो विश्वासमा शङ्का हुन नदिनुहोस् र उनको याद हजुर गरिरहनुहोस् भन्दै म आजबाट बिदा हुन्छु। हस्त। हरे कृष्ण।